नमस्कार। आज असार 15 अर्थात् दही चिउरा खाने दिन र यो औपचारिक रूपमा राष्ट्रिय धान दिवसका रूपमा पनि मनाउन थालिएको छ। नेपाल अधिकांश भूभाग पहाड छ, 68% पहाड, 15% हिमाल र 17% तराई छ। यद्यपि धान नेपालको प्रमुख बाली हो, जीविकोपार्जनको पनि र नगदे बाली पनि। नेपालको के पहाड के तराई संसारको सबैभन्दा उच्च ठाउँमा जुम्लामा हुम्लामा पनि धान खेती हुन्छ। त्यसैले पनि यो धान चाहिँ असाध्यै महत्त्वपूर्ण बाली हो र त्यही बालीको सबैभन्दा केन्द्रीय दिनका रूपमा असार 15 लाई हाम्रो यो संस्कृतिसँग पनि जोडिन्छ। नेपालका चाहिँ खेतीयोग्य जमिनको करिब करिब 14 लाख हेक्टरमा खेती हुने गर्छ। गत वर्ष अलि बढी भएको थियो, तर पनि हामी धानमा आत्मनिर्भर चाहिँ छैनौँ। कुनै बेला सन् 1960-65 सम्ममा हामी धान निर्यात गर्ने देश, तर अहिले चाहिँ हाम्रो सायद माग बढी भएर होला। त्यसैले हामी यो धान दिवसकै सन्दर्भमा पारेर किसानकै थाथलोमा आइपुगेर यो काठमाडौँ उपत्यका हुन त कङ्क्रिटको जङ्गल भइसकेको छ। यद्यपि अहिले पनि कतिपय ठाउँमा सास फेर्ने यस्ता ठाउँहरू छन् जहाँ चाहिँ धान रोपण हुन्छ। यहाँ उत्सव महोत्सव पनि आयोजना हुन्छ। हामी यहाँ किसानहरूको एउटा समूहगत महासङ्गठन भएको थियो, त्यसकै महासङ्घका अध्यक्ष उद्धव अधिकारीजीसँग हामी कुराकानी गर्दैछौँ। उद्धवजी, स्वागत छ यहाँलाई। हस्, नमस्कार, धन्यवाद सर। तपाईँहरूको संस्था चाहिँ कसरी गठन भयो, यसले कसरी कृषिमा टेवा पुर्याइरहेछ? सर, यो चाहिँ कृषक समूहहरू जो नेपाल सरकारले गठन गरेका कृषि र पशु सेवा अन्तर्गत तत्कालीन कृषि सेवा केन्द्र र पशु सेवा केन्द्रहरूले गठन गरेका कृषक समूहहरूको एउटा छाता सङ्गठन हो। यसलाई चाहिँ हामीले 2068 साल भदौ 23 गतेलाई गठन गर्यौँ र त्यसलाई चाहिँ विशेष गरेर उत्पादक शक्तिहरूलाई एक ठाउँमा ल्याउने, सङ्गठित गर्ने र उनीहरूलाई चाहिँ एक खालको कर्तव्य सँगसँगै अधिकार प्राप्तिमा पनि परिचालन गर्ने हिसाबले हामीले त्यो सङ्गठनलाई स्थापित गरेका हौँ। र उसको मुख्य उद्देश्य भनेको चाहिँ सरकारका सकारात्मक कुराहरूलाई सपोर्ट गर्ने, सहकार्य गर्ने, सरकारले अनुसन्धान गरेका, उन्मोचन गरेका जातहरूलाई प्रवर्धन गर्ने एक खालको प्रसारको काम। समूह चाहिँ कति छन्? समूह चाहिँ झन्डै औपचारिक रूपमा 35,000 जति समूह छन् र त्यसमा कृषक समूह, पशुसेवा समूह र यसमा कृषि सहकारी समेत त्यसको सदस्य बन्न सक्ने गरेर हामीले त्यतिखेर यो संस्था स्थापना। तपाईँ चाहिँ संस्थागत? म त्यसको संस्थापक अध्यक्ष। अहिले चाहिँ त्यहाँ अर्कै साथीले चाहिँ लिड गरिराख्नु भएको छ। हामी यो ताराकेश्वर नगरपालिका वार्ड नम्बर 2 को काभ्रेस्थलीमा, जहाँ तपाईँको स्थायी बासिन्दा पनि हुनुहुन्छ, यहाँ चाहिँ यस्ता धान रोप्ने ठाउँहरू कति छन् अब अहिले आजकल? यसो खालि उत्सव महोत्सव गर्नका लागि, मेला महोत्सव गर्न मात्रै हो कि? अब यसलाई दुईटा हिसाबले हेर्नुपर्छ होला। नीतिगत रूपमा हेर्नुहुन्छ भने अहिले सरकारले ल्याएको भूउपयोग ऐन र स्थानीय सरकारले गर्ने वर्गीकरणका आधारमा हेर्नुहुन्छ भने यहाँ तपाईँले जे जमिन देखिराख्नु भएको छ यो कृषियोग्य जमिन होइन, किनभने यहाँ कृषियोग्य जमिन छैन भनेर हामीले लेखेर पठाइसकेका छौँ। र अहिले व्यावहारिकमा हेर्नुहुन्छ भनेदेखि चाहिँ अहिले पनि अब ठ्याक्कै अथेन्टिक डाटा त छैन र पनि यहाँको झन्नै 60देखि 70% जमिनहरू अहिले पनि खेतीयोग्य छन् फिल्डमा हेर्दाखेरि। यद्यपि त्यसलाई नक्साबाट हेर्ने हो भने त्यो धेरै घडेरीकरणमा गइसकेको अवस्थाहरू छ, तर फिल्डमा हेर्दाखेरि चाहिँ हरियालीबाट हेर्ने हो भनेदेखि चाहिँ त्यो झन्नै 60देखि 70% जमिन। यो एउटा राम्रो पक्ष चाहिँ के हो भने यहाँ वरिपरि के अरे अट्टालिकाहरू छन्, कङ्क्रिटका जङ्गलहरू छन्, ठ्याक्कै पहाडको फेदमा। यो ठाउँ बडा राम्रो लाग्यो। यहाँ अझै पनि प्रशस्त ठाउँ, जति खाली ठाउँ छ सबैतिर धान रोपाइ भएर छ। हजुर, हो। प्राय यो धान चाहिँ दुईटा हिसाबले, एउटा चाहिँ जसले पहिलादेखि खेती कमाउनु भएको छ उहाँहरूले आफ्नै खेतमा गर्नुभएको छ, अनि कतिपय चाहिँ जस्तो अहिले यहाँ धेरै माइग्रेटेड मान्छेहरू हुनुहुन्छ, हामीले जस्तो पहिला पुराना मान्छेहरू भन्दा पनि नयाँ बसाइसराइ गरेर आउनु भएका मान्छेहरू चाहिँ हुनुहुन्छ र उहाँहरूले पनि कतै कसैले जमिन किनेर बाँकी रहेको, जस्तो यहाँ तपाईँले एउटा घडेरी देख्न सक्नुहुन्छ। यो घडेरीमा मलाई लाग्छ यहाँको जोसको जमिन भन्दा पनि कसैको जमिनमा अर्को छिमेकीले भए पनि रोपिदिएको छ। यता त अलि छिटै रोपिसकेको छ। यो त 15-20 दिन भयो होला। 15-20 दिन त छैन, तर यो झन्डै रोपो सरिसक्यो नि त। 1 हप्ता प्लस भयो, किन कुलोको नजिक छ नि त। कुलोको नजिक भएको, तर रोपो सरिसकेको कारणले अब यी केटाकेटीहरूका लागि त यो के हो धान कहाँ फल्छ भनेर देखाउनका लागि भए पनि यसरी फल्दो रहेछ भन्ने थाहा पाउँछ। अब यो बडो दुर्भाग्यपूर्ण कुरा हो। नेपाल कृषि प्रधान मुलुकमा अहिले मान्छे एउटा अहिले जसरी हामीले नयाँ जेनेरेसनहरू जन्माइराखेका छौँ, उनीहरू चाहिँ अब वास्तवमै चिउराको बोटको शोधकर्ता होलान् भन्ने डर छ। त्यो हिसाबले चाहिँ हामीले हिलोलाई हामीले चाहिँ फोहोर भनेर जसरी चिनाइराखेको छ हाम्रो शिक्षाले, त्यसलाई चाहिँ स्वाभाविक रूपमा त्यो हिलो होइन है, माटो भनेको हाम्रो जीवन हो भनेर बुझाउनका लागि पनि हामीले भाइ बहिनीहरूलाई चाहिँ वर्षको एकपटक
यी बालबच्चाहरूलाई चाहिँ माटोमा खेलाउनु पर्छ। सम्भव हुँदा अझ बढी समय, सम्भव नहुँदा वर्षको एकपटक भए पनि माटो चाहिँ चिनाउनु पर्छ, माटोसँगको एक खालको संसर्ग गराउनु पर्छ भन्ने लाग्छ। नेपालमा कृषकहरूको मूलभूत समस्या चाहिँ के हो? किनभने तपाईँहरू समूहगत रूपमै समूहमा भए पछाडि त यो यहाँहरू जस्तो मर्मज्ञ को हुन्छ? अब होइन, यसलाई चाहिँ अब हामीले पहिला लेख्दाखेरि 32 पाने कपी भन्थ्यौँ। त्यो 32 पाने कपी भरि नै खालको छ किसानहरूको समस्याको कुरा गर्ने हो भने होइन। तर अब मुख्य समस्या भनेको चाहिँ अहिले सामान्यतः हेर्दाखेरि म खेतीपाती गर्छु, म आफै किसान हो, तर पहिचानको प्रश्नबाट हेर्नुहुन्छ भने तपाईँ 4 जना उभिएको ठाउँमा गएर म खेतीपाती गर्छु भनेर भन्न सक्ने एउटा चाहिँ नि सामाजिक एक खालको सम्मान पनि मैले प्राप्त गर्न सक्दिनँ होइन। र अझ मलाई अब म खेतीपाती गर्ने मान्छेलाई कसैले छोरी दिएर बिहा गर्ने कुरा, मेरो परिवारले बिहा गर्ने कुरा त अझ धेरै परको कुरा भयो होइन। त्यसैले हाम्रो यो कृषिप्रति, माटोप्रतिको जो खालको वितृष्णा हाम्रो चाहिँ सामाजिक मनोविज्ञानहरू जसरी विकास हुँदै गएको छ त्यो नै किसानको लागि पहिलो पीडाको विषय भएको छ। श्रमको सम्मान भन्छ, श्रमको सम्मान। हामी इजरायलमा गएर कृषि नै कर्म गर्छौँ, साउथ कोरियामा गएर कृषि कर्म गर्छौँ, पोर्चुगलमा म पुगेर हेरेर आएँ होइन, कति सुन्दर कृषि कर्म गर्छौँ। तर अब हामी कहाँ चाहिँ सबभन्दा धेरै मान्छे प्रत्यक्ष रूपमा कृषि पेसामै जोडिएका छन्। हामीले पढ्दा 80% कृषिमा थियो भनेर भनिन्थ्यो, अहिले पनि 60% को हाराहारीमा त होला छन्। एकदमै 60-62% किसान। अनि कुल गृहस्थ उत्पादनमा पनि कृषिको योगदान 30% भन्दा बढी छ। अहिले चाहिँ घटेको छ, 24-25 को हाराहारीमा छ। अनि धानकै चाहिँ धानको चाहिँ 20% छ भनेपछि त धानको अंश कति ठुलो रहेछ? धानको एकदमै ठुलो महत्त्व छ। धान वास्तवमै हाम्रो यो धान चाहिँ यो मलाई लाग्छ हिजोको हाम्रो जीवन हजुर र यसले देशको राष्ट्रिय अर्थतन्त्रलाई पनि टेवा पुर्याउने भएरै होला। हजुर यसको नाम चाहिँ धान रहन गएको जस्तो लाग्छ मलाई। यद्यपि अब धानको उत्पत्तिका हिसाबले, सुरुवातका हिसाबले हामीले चाहिँ भनौँ न अब एसिया लगायत चीन र अब नेपालकै पनि कपिलवस्तु र यता सुर्खेतको बुलबुल ताल लगायतका ठाउँहरूमा चाहिँ जसरी हाम्रो चाहिँ के भन्छ यो धानको चाहिँ एक खालको उत्पत्ति स्थलको रूपमा हामीले एक खालको हाम्रो पहिचान बनेको छ। त्यसको भलै अब त्यसको दस्तावेज त छैन, वेदभन्दा अगाडि पनि धानको उत्पत्ति भइसकेको सन्दर्भमा धान कहिले उत्पत्ति भयो त भन्न सकिन्न। तर जहिलेदेखि हाम्रो जीवन हामीले हाम्रो एक खालको हजारौं वर्षदेखि धान हाम्रो जीवनमा आयो, मानव सभ्यतामा आयो, त्यसले चाहिँ यसले धेरै कुरा धान्दै थियो। हिजोको चाहिँ एक खालको बाटो सिस्टमबाट हेर्नुहोस्, उत्पादनबाट त्यसले चाहिँ आफूले उत्पादन गरेको चिजलाई वर्षभरिको अन्य गर्ज टार्ने, दसैँमा त्यही धान बेचेर लत्ता कपडा किन्ने, बालबच्चाको स्कुलको फी तिर्नेदेखि लिएर हाम्रा संस्कृति जन्य चिजहरूलाई पनि यसले ठुलो योगदान गरिरहेको हुनाले पनि धान हिजो पनि त्यति नै महत्त्वपूर्ण थियो र आजको कुल गारस्थ उत्पादनमा यसले गरेको योगदानबाट हेर्दाखेरि पनि यो त्यति नै महत्त्वपूर्ण छ भने। अब विश्वको सबैभन्दा धेरै उत्पादन हुने बाली धान होइन, गहुँ हो। स्वाभाविक होइन। र अरूतिरको पनि खाद्य संस्कार होइन, खानासँगको परिकारसँगको सम्बन्ध चाहिँ धान अग्रपंक्तिमा आउँदैन। धान चाहिँ एसियामा चाहिँ झन्डै उत्पादनको झन्डै 90% जति उत्पादन र उपभोग एसियामै हुने हो होइन। र तर ग्लोबल्ली हेर्ने हो भने उपभोगको हिसाबले झन्डै 50% चाहिँ फेरि चामलले लिएको पनि देखिन्छ कतिपय तथ्यहरूले हेर्ने हो भने। त्यहाँबाट हेर्दाखेरि चाहिँ धानको अब हामी एसियाली मुलुकको नागरिक हुनुको नाताले चाहिँ अब स्वाभाविक रूपमा हामी कहाँ धान उत्पादन र धानको उपभोग र धानसँगको अर्थ, राजनीति र यसको संस्कृति जन्य यसको महत्त्वको हिसाबले हेर्दाखेरि चाहिँ धेरै यसको आज पनि यसको त्यत्तिकै सान्दर्भिक अर्थ छ। अघि समस्याकै कुरा गर्दा तपाईँले कति पाने भन्दै हुनुहुन्थ्यो नि। अब आज चाहिँ कस्तो स्वरूप फेरिएको छ भने तराईमा जाँदाखेरि म भर्खरै पनि गएको थिएँ, त्यहाँ चक्लाबन्दीकै आयाममा त गइसकेका छैन, तर जानुपर्ने त्यही हो होइन। खण्डीकरण भन्दा पनि जग्गा त अब जति अंश लाउँदै गयो त्यति तपाईँको खण्डीकरण हुँदै गएको छ। तर खेतीको उत्पादकत्वसँग यसलाई अन्तर्सम्बन्ध जोड्ने हो भने जति ठुलो रूपमा समूहगत खेती अथवा समूहगत नगरे पनि ठुला ठाउँमा खेती गर्न सकियो भने त्यसले लागत पनि कम हुन्छ र उत्पादकत्व पनि बढी हुन्छ। त्यतातर्फको पाइलामा चाहिँ किनभने यन्त्रीकरणदेखि लिएर थुप्रै काम भइरहेछ नि, के यसलाई दुईटै हिसाबबाट हेर्नुपर्छ जस्तो लाग्छ मलाई। हामीले चक्लाबन्दी गर्नुभन्दा अगाडि प्रकृतिले चक्लाबन्दी गरेका विश्वका थुप्रै युरोपियन अमेरिकन मुलुकहरूलाई हेर्ने हो र उनीहरूले गरेको अभ्यासलाई हेर्ने हो भने पनि आज पनि ग्लोबल्ली एफएओको तथ्याङ्कलाई हेर्ने हो भने आज पनि पारिवारिक खेतीको
नै यो विश्वव्यापी रूपको एक खालको खाद्य संस्कृतिलाई यो खाद्य आपूर्तिलाई चाहिँ टेवा दिइरहेको सन्दर्भहरू छ हैन। उत्पादन लागत घटाउने हिसाबले ठुलो स्केलमा गर्ने चक्लाबन्दी गर्ने कुरा यो आफैमा राम्रो कुरा हो। तर नेपालको सन्दर्भमा अघि यहाँले सुरुमा भन्नुभयो कि हामीसँग झन्नै 17% तराई छ र जहाँ उत्पादनको झन्नै 70% धानकै कुरा गर्ने 70% उत्पादन तराईले चाहिँ धान छ भनेपछि हामीले चाहिँ यो चक्लाबन्दीको कुरा जस्तो हाम्रो 68% पहाडी भूगोल भएको ठाउँमा चक्लाबन्दीवाला कन्सेप्ट धेरै व्यावहारिक पनि देखिराखेका छैन। यद्यपि हामीले यो कृषिको व्यावसायीकरण यान्त्रिकरण आधुनिकीकरणको कुरा हामीले चाहिँ अहिले भनौँ न अहिले हामी 16औं योजनामा छौँ। त्यसलाई चाहिँ झन् विशेष गरेर पहिलो पञ्चवर्षीय योजनादेखि नै त्यसको आशय थियो र विशेष गरेर 10औं पञ्चवर्षीय योजनादेखि त यसलाई झन् मेनस्ट्रिममै राखेर नेपालको कृषिलाई चाहिँ एक खालको व्यावसायीकरण गर्नुपर्छ। यसलाई चाहिँ सममैदानी र यन्त्र उपकरणमा आधारित उत्पादन प्रणालीहरू अवलम्बन गर्नुपर्छ भनेर सरकारले त्यही अन्तर्गत बजेट नीति कार्यक्रम सबै त्यही अनुसार गर्यो। तर प्रतिफलका हिसाबले हेर्ने हो भने आज पनि हामी झन्नै गएको 11 महिनामा मात्रै हामीले 40 अरब जतिको धान चामल मात्रै आयात गरेछौँ। त्यसैले हामीले यो जे खालको अभ्यासहरू गरिरहेको छौँ हाम्रो मौलिकता हाम्रो अभ्यास हाम्रो भूगोल लगायतका चिजहरूबाट हेर्दाखेरि चाहिँ त्यो बाटो पनि त्यति उपयुक्त हो कि जस्तो देखिराखेका छैन। यसको विकल्पहरूमा जानुपर्छ होला। स्वाभाविक रूपमा कि हिजो जस्तो थियो त्यस्तैले चल्छ त त्यहाँ ठुलो प्रश्न छ। यदि अब अहिले हामीले विश्वव्यापी रूपमा जे खालको अवलम्बन गरेका सिद्धान्तहरू छन् कि त्यता जाने हो त भन्दा त्यो पनि हो जस्तो देखिराखेका छैन। अहिलेको हाम्रो अभ्यासहरूले हेर्दाखेरि सरकारले गरेको लगानी चाहिँ झन्नै बालुवामा पानी जस्तै देखिराखेका छैन। यद्यपि लगानी थोरै छ र पनि त्यसले पनि खासै प्रतिफल दिन सकिराखेका छैन। त्यसरी हेर्दाखेरि चाहिँ हामीले एउटा फरक खालको मोडल झन्नै हामी अहिले 41 लाख परिवारहरू खेतीपातीमा संलग्न छौँ भनेर हाम्रो 78 को तथ्याङ्कले भन्छ। त्यो खेतीपातीमा संलग्न भएको पारिवारिक कृषिलाई नै अझ थप कसरी स्ट्रेन्थ गर्ने होला भन्नेबाट हेर्न सकियो भने चाहिँ मलाई लाग्छ अर्को 2-4 दशकका लागि चाहिँ त्यही मेथडको ठिक छ कि भन्ने ठाउँमा पनि पुग्न सकिन्छ फेरि हैन कि हामी दुईटा ठुला अर्थतन्त्र भएका भारत चीन लगायतका मुलुकसँग हामीले प्रतिस्पर्धा गर्ने प्रतिस्पर्धी कृषिको परिकल्पना जो गरिराखेका छौँ त्यसले चाहिँ हामीले थुप्रै प्रेम आचार्यहरू जस्ता मान्छेहरू जन्माइराखेका छौँ हैन जसले यो व्यवसाय गर्न खोज्छ बजारमा गएपछि 100 ठक्कर खान्छ र उसले चाहिँ उ चाहिँ एक खालको व्यापार उसले चाहिँ खेतीपातीको चाहिँ के भन्छ अन्तिममा गएर उ चाहिँ एक खालको मृत्यु रोज्न पर्ने ठाउँमा पनि पुगिरहेको सन्दर्भहरू छ। त्यसैले हामीले उत्पादनबाट हेर्दाखेरि चाहिँ प्रतिस्पर्धी हैन एक खालको रक्षात्मक उत्पादन प्रणालीलाई नै नेपालले अवलम्बन गर्न सक्यो भने त्यो पनि एक खालको प्रकृति मैत्री जस्तो भनौँ न अहिले माटोको प्राङ्गारिक पदार्थको मात्रा हेर्नुहुन्छ भने 1% भन्दा तल झरिसकेका छ। हाम्रो दस्तावेजहरूले एडिएस लगायतका अहिलेको 16औं योजनाले पनि झन्डै 4-4.5% माटोमा प्राङ्गारिक पदार्थ पुर्याउने एक खालको लक्ष्य राखेका देखिन्छ। तर यथार्थमा हेर्ने भने माटोमा चाहिँ अहिले बजारबाट किनेर ल्याएको युरिया मल बाहेक अरू प्राङ्गारिक पदार्थ पर्दैन। त्यसरी जसरी प्राङ्गारिक पदार्थको मात्रा माटोमा घट्दैछ जसरी यहाँ रोपिने बिउहरू हामीले जसरी हामीले आयातित बिउहरू अहिले झन्डै 84-85 करोड जतिको हामीले धानको बिउ मात्रै ल्याएका छौँ हैन त्यसरी बाहिरबाट र पुनरुत्पादन नहुने एक खालको छिमा या नपुंसक टाइपको बिउहरू उत्पादन वृद्धि हुने नाममा हामीले जसरी खेतबारीमा भित्रै राखेका छौँ यसले चाहिँ हामीलाई खासै ठिक ठाउँमा लगिरहेको छैन। हामी अब यसले चाहिँ भनौँ न हामीसँग आफै बनाउन सक्ने मलका स्रोतहरूप्रति हामी अल्छी भयौँ र हामी चाहिँ विदेशी मुद्रा तिरेर ल्याएको रासायनिक मल मात्रै मल हो भन्ने ठाउँमा हामी पुग्दैछौँ र हामीसँग भएको र सरकारले उन्मोचन गरेका बिउहरू पनि त्यो बिउप्रति पनि हाम्रो भरोसा नभएर हामी चाहिँ 100 मा पाउने बिउ छोडेर 1000 रुपियाँ तिरेर एक खालको हाइब्रिड बिउहरू विशेष गरेर पुनरुत्पादन नहुने बिउहरूको चाहिँ पछि लागिरहेको सन्दर्भहरू पनि छ। अब यसले चाहिँ हामीलाई के भने बिउमाथिको सम्प्रभुतामाथि पनि हाम्रो जोखिम बढाइरहेको छ माटोको उर्वरा शक्तिमाथि पनि यसले एक खालको जोखिम बढाइरहेको सन्दर्भहरू छ र उत्पादन र उत्पादकत्वबाट हेर्दाखेरि पनि हामीले चित्त बुझाउने ठाउँ छैन र हामी एक खालको जोखिमयुक्त चाहिँ नि मार्गमै छौँ भन्ने लाग्छ। अब अन्त्यमा हामीले यो असार 15 मा दही चिउरा खाएर धान दिवस मनाइरहँदाखेरि हामीले सिक्नुपर्ने पाठ के हो किसानले र राज्यले समग्र होइन अब यस्तो छ सिक्नुपर्ने कुरा चाहिँ पहिलो कुरा त के भने राज्यले जब यो मुख्य बाली हो भनेर हामीले स्वीकार्छ यदि राज्यले स्वीकार्छ भने यसलाई जस्तो भनौँ न अहिले हामीसँग चाहिँ 69 लाख मेट्रिक टन जति धान चाहिन्छ भन्ने खालको एक खालको इन्भिजन छ सरकारको र 59 लाख त गत सालै फल्यो भन्ने कुरा छ हैन र चाहिँ 59 लाख फलेको हो भने हामीसँग चाहिँ अहिले किन हाम्रो चाहिँ भनौँ न आयातको यति ठुलो चाहिँ भनौँ न झन्डै 40
हजुर झन्डै 40 अरब भन्दा बढीको चाहिँ हामीले यो के भन्छ धानजन्य चिजहरू धान चामलजन्य चिजहरू हामीले किन आयात गर्नु पर्थ्यो होइन त्यसले अहिले चाहिँ जे चिजहरू हामीले यो उत्पादन वृद्धिका नाममा गरिरहेका छौँ हाम्रो अनुसन्धान केन्द्रहरू चाहिँ खासै काम नगर्ने होइन विशेष गरेर परिणाममुखी काम नगर्ने दुईटा हिसाबले अब झन्डै 197 जम्मा 97 जात जतिका चाहिँ धानको विकास गरेका छन् नार्कले तर उत्पादन अब किसानको रोजाइमा फेरि ती चिज आज फेरि पनि पर्न सकेका छैनन् होइन त्यसैले किसानको रोजाइमा पर्ने जातहरूको विकास गर्ने कुरा र पुनरुत्पादन हुन सक्ने जातहरूको विकास गर्ने कुरा एउटा गर्नु पर्यो अर्को कुरा यो चाहिँ जस्तो मल भनेकै यो चाहिँ नि रासायनिक मल चाहिँ नि जसरी हामीले एक खालको बुझाइ हामीले विकास गरेका छौँ किसानदेखि हाम्रो माननीय तहसम्म संसद तहसम्म योलाई अलिकति चिर्न जरुरी छ हामीसँग मलका थुप्रै विकल्पहरू छन् बिरुवालाई चाहिने खाद्य तत्त्व हो मल होइन त्यति मात्रै बुझिदिने हो भने पनि यसले धेरै खालको समस्याको समाधान गर्न सक्छ र अर्को कुरा चाहिँ के भने खेतीयोग्य जमिनको संरक्षण गर्ने कुरा वन 45%मा नघटाउने भन्ने खालको कमिटमेन्ट गर्न सक्ने राज्यले खेतीयोग्य जमिन म यति प्रतिशतमा चाहिँ नि घटाउँदिनँ भनेर किन भन्न सक्दैन होइन त्यो चाहिँ एक खालको राज्यले कमिटमेन्ट गर्ने र खेतीयोग्य जमिनलाई संरक्षण गर्ने कुरामा नजाने हो भने विशेष गरेर धनहर जमिनहरू चाहिँ सकिने लाइनमा छन् र यसले चाहिँ मलाई लाग्छ यो भोलि हामी एकैपटक जुन खालको यो अहिले हेर्दाखेरि चाहिँ खाद्य सुरक्षाको प्रश्न हो योलाई जोडेर लाने भने राष्ट्रिय सुरक्षाको प्रश्न हो स्वाभाविक रूपमा यो चाहिँ सामरिक प्रश्न पनि हो त्यसले यसलाई पनि अझ जोगाउने हो भनेदेखि चाहिँ आजबाट कृषियोग्य जमिन संरक्षण गर्ने आज पनि ती पहाडमा एक दिनका बाटा हिँडेर 2 दिनका बाटा हिँडेर जहाँ जसले चाहिँ आफ्नो कृषि खेतीपाती बचाइरहेको छ त्यो किसानहरूको चाहिँ मर्ममाथि मलम लगाउने थप मर्ममाथि घाउ दिने पीडा दिने होइन राज्यले मलम लगाउने खालको नीतिहरू बनाउनु पर्यो र यही धानलाई चाहिँ जसरी एउटा यो संस्कृतिमा जोडेर आजसम्म थुप्रै चिजहरू बचेर आएको छ हामीसँग झन् 3000 भन्दा बढी जातहरू थिए आज मुस्किलले 50-60 जात पनि छैनन् त्यसरी जातहरू एउटा जात विकास गर्ने यो राज्यले मलाई लाग्छ 1 वर्षको बजेटले पनि सक्दैन र त्यसरी लोप भइरहेका त्यो त एक खालको महाविपत्तिको समय हो भन्ने लाग्छ मलाई यदि राज्यले महसुस गर्ने भने 3000 जातमा चाहिँ झन्नै 2950 जातहरू चाहिँ लोप भइसक्यो भन्दाखेरि यतिखेर पनि राज्य झस्किँदैन र त्यसलाई चाहिँ फेरि संरक्षण गर्नेतिर लाग्दैन र त्यसलाई पुनरुत्थान गर्नेतिर लाग्दैन भन्दाखेरि यस्ता थुप्रै प्रश्नहरूमा रहेर कुरा गर्न सकिन्छ अब यो विशेष गरेर यो एउटा सन्दर्भ भलै सरकारले 61 मा निर्णय गरेर 62बाट चाहिँ यो धान दिवस अहिले 22औं धान दिवस मनाउँदैछ यद्यपि हजारौं वर्षदेखि हाम्रो पुर्खाले असार 15 लाई चाहिँ धान दिवसको रूपमा मनाउँदै आइरहेकै छन् र यो दिवस चाहिँ स्वाभाविक रूपमा यो दिवसका लागि दिवस एउटा नाराका लागि दिवस नभइकन साँच्चै हाम्रो संस्कृतिका लागि हाम्रो जीविकोपार्जनको लागि हाम्रो एक खालको आर्थिक पाटोलाई चाहिँ एक खालको प्रवर्धन गर्नका लागि यसले महत्त्वपूर्ण योगदान गर्न सक्ने खालको बाली हो त्यसले धान धेरै विषय जोडेर यो धानलाई चाहिँ हामीले प्रवर्धन गर्न जरुरी छ हस् समर समाज हुन्छ यो समय अवसरका लागि धेरै धन्यवाद हस् उद्धव अधिकारीजी हामीसँग हुनुहुन्थ्यो राष्ट्रिय धान दिवसको सन्दर्भ पारेर अब हामी शिव अधिकारीजीसँग पनि कुराकानी जोड्छौँ धान दिवसकै सन्दर्भ पारेर धानकै खेत र खल्यानमा हामी आएका छौँ त्यसैले पनि यसको संवादको सान्दर्भिकता त्यस कारणले पनि हुन्छ शिवजी नमस्कार हजुर नमस्ते छायाकार मित्र नवराज अधिकारीजी अब यो स्थलतर्फ पनि जाउँ होला जहाँ उत्सव स्थलतर्फ यो अहिले धानका विषयमा त विस्तृत रूपमा उद्धवजीसँग पनि कुराकानी गरियो तर यसलाई यो एउटा दिवस एउटा जीवन्तपन हो यसलाई नयाँ पुस्तामा पनि हस्तान्तरण गर्नुपर्छ जति जमिन रहेको छ त्यसैले गर्दाखेरि यहाँका स्थानीय धिमे बाजादेखि लिएर सांस्कृतिक कुरालाई पनि प्रवर्धन गर्नुपर्छ भनेर समूहगत रूपमा प्रयत्न गरिएको छ हामी त्यता पनि जाउँला यो ठाउँका विषयमा चाहिँ यो कृषि कर्मसँग तपाईँको सम्बन्धका विषयमा अलिकति चर्चा गरौँ न अब यो ठाउँ चाहिँ नि पहिला अब धेरै खेतीयोग्य जमिनहरू थिए अहिले त तपाईँको नर्मल्ली बस्तीहरू बढिँदै गएका छन् बस्तीहरूको एउटा रफ्तार हुँदै गएको छ अब हाम्रो जति काम एउटा हामीले काम गर्छौँ पुरा गर्छौँ जति कुराको एउटा रफ्तार भए पनि सम्भवतः एउटा कृषि नै सबैभन्दा ठुलो कुरा यो एउटा अर्थ छ नि हे अन्न तिमी धन्न तिमी नभए हाम्रो प्राण रहन्न भन्ने एउटा शब्द छ त्यो चिजहरूलाई चाहिँ नि हाम्रो एउटा मनन गर्ने भने कृषि नै हाम्रो अमूल्य चिज हो कृषिलाई चाहिँ नि तपाईँको प्रमोट गर्ने हिसाबमा आज अब यो तपाईँ अहिले दाइले भनिहाल्नु 26औं धान दिवस भनेर एउटा तपाईँको राज्यले गरेको अन्तरालमा यही रफ्तारमा तपाईँको अब यहाँ कार्यक्रम राखेको छ यहाँ अब अलिअलि भएका खेतीपाती पनि राम्रैसँग अहिले त समय सापेक्ष समयमै तपाईँको उसको खेतीहरू गरेर अब रोपाइ लगभग सकिने वातावरणमा भइरहेको छ पहाड र तराईको चाहिँ फरक थियो के तराईमा मलाई याद छ झापामा हामी असार 15 देखि मात्रै धान बल्ल बल्ल रोप्न सुरु गर्थ्यौँ
हजुर साउनभरि नै रोपाइँ हुन्थ्यो। आजकल त एक दिनमै मेसिनले नै रोप्न सक्ने, मेसिनले नै काट्न सक्ने, होइन, ठुलो समूहमा गर्न सक्ने प्रबन्ध भइसक्यो। अब यहाँ त हाते ट्र्याक्टरले खनजोत गर्नुपर्छ, होइन? यहाँ त ठुला ठुला ट्र्याक्टर हुन्छ नि त तराईमा। समग्र हजुरले भनेको कुरा ठिक हो। अब तपाईँको हामीलाई देख्दाखेरि हाम्रो यहाँको बुवा पुर्खाहरूले के गर्ने चलन थियो भने एउटा गोरु पालेर वर्ष दिनभरि दुई हल गोरु पालेर तपाईँको वर्षमा 2 महिना तपाईँको मङ्सिरमा र असारमा गरेर दुई पटक मात्रै गोरी युज गर्ने। अनि तपाईँको त्यो 6 महिनाभरि निस्वार्थ खुवाउनु पर्ने उनीहरू खानपिन खुवाउनु पर्ने वातावरण। अहिले समग्र सानसानो हाते ट्र्याक्टरहरू लिएर आएर खेतीपाती गर्दाखेरिको एउटा रफ्तारमा राम्रै देखिरहेको छ। त्यसले एउटा हामीहरू किसानहरूलाई सपोर्टै भएको छ। जस्तो यहाँ सामूहिक रूपमा धान दिवसकै उपलक्ष्यमा धान खेती गरिएको छ नि। हजुर यो अहिले केटाकेटीलाई पनि बडा रमाइलो छ नि त, धानको उसले रफ्तारले गर्दाखेरि बच्चाहरू तपाईँको सबै रमाइरहेका छन्। यो के भन्दाखेरि हाम्रो बच्चाहरूलाई खेतीपाती के हो भन्ने वातावरण थिएन। यसको एउटा प्रावधान यो अब यो हो है भन्ने एउटा वातावरण देखाउनलाई पनि अब एउटा रफ्तार हामी गरिरहेका छौँ। हो, चेलीबेटीहरू यता धान रोप्न पनि सुरु गरिसक्नु भएको छ। हजुर हजुर यो चाहिँ कुन समूहले गरे हो? यो तपाईँको एउटा यो स्थानीय तपाईँको स्थानीयसँग गरेर एउटा स्मार्ट भन्ने एउटा छुट्टै छ। एउटा तपाईँको 2-3 ग्रुप मिलेर। नमस्ते हजुर। ठिक छ ठिक छ हजुर। पर्यो नि हजुर, हामी पनि खान्छौँ हजुर। अब धान खेती भएको स्थलतर्फ हामी जाँदैछौँ। नमस्ते 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 हजुर, नमस्ते सबैजनालाई स्वागत छ। यो नयाँ पुस्ताका लागि त यो रहर जस्तो पनि हो नि, होइन? धान कसरी रोपिन्छ के गर्छ? एकदम 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 यो नयाँ पुस्ताको लागि चाहिँ नि तपाईँको झन् ओहो यो खेती हाम्रो यहाँ छ भन्ने, खेतीपातीमा यसरी गर्नुपर्ने छ भन्ने एउटा रफ्तार देखाइदिएको छ, होइन? त्यही त। यसको परिकल्पना गर्ने आयोजक भाइलाई म एउटा छोटो कुराकानी गरौँ। यता धिमे बाजातर्फ पनि जाउँ। धिमे बाजातिर पनि जाउँ होला। सधैँ जस्तै अब आज पनि हामीलाई श्रीकृष्ण अधिकारीजीले नै ल्याउनु भएको हो। अब आज चाहिँ कस्तो संयोग भने छायाकार पनि नवराज अधिकारी, स्रोत व्यक्ति शिव प्रसाद अधिकारी, त्योभन्दा अगाडिको स्रोत व्यक्ति उद्धव अधिकारी, ल्याउने चाहिँ श्रीकृष्ण अधिकारी। हामी धिमे बाजातर्फ पनि थोरै जाउँ। नमस्कार हजुर, नमस्कार सबैजना दिदीबहिनीहरूलाई। हजुर, लाखे नाच पनि अब खेतीसँग त जोडिन्छ, होइन? हेलो एक्जिक्युटिभ चेयरम्यान अफ दुबई नेटलिस इन्फ्लुएन्सर नेपाल सरकारका हामी चाहिँ विशुद्ध राजनीति जिरो टलरेन्स पब्लिक हामी चाहिँ एन्टरप्रेन्योर र प्रोफेसनलिजमलाई मर्ज गरेर एउटा तयार गर्दैछौँ। त्यही भएर सरलाई यसो चिनाइहाल्नु। सर चाहिँ एनआइसी एसियाको आइटी डिपार्टमेन्टको हेड। खुसी लाग्छ। हामी अहिले कुराकानीका क्रममा पनि छौँ।
हस् हामी कुराकानीलाई जारी राख्छौँ। हामी यो धिमे बाजा र बाँसुरीलाई फेरि पनि निरन्तरता गर्ने। नमस्ते थापाजी, नमस्ते। यो चाहिँ के आयोजना गर्नुभयो भन्नु त? आज हाम्रो यहाँ काव्यस्थल स्थित वडा नम्बर 2 मा चाहिँ हामीले रोपाई कार्यक्रम गरिरहेका छौँ। हजुर। आज चाहिँ धान रोपाई भनेर नेपालीको एउटा दसैँ तिहार जसरी नै हाम्रो ठुलै पर्व भनेर देखाउन हामी कहाँबाट जन्मेका हौँ, हामी माटोबाट हुर्केका, माटोमै डुब्नुपर्छ भनेर चाहिँ चिनाउनको लागि चाहिँ यो आयोजना गरेका छौँ। हजुर। जस्तो अब यो त साँच्चीकै उत्सव जस्तै देखिया छ नि त होइन, किनभने नयाँ पुस्तालाई चाहिँ धान यसरी रोपिन्छ, एक प्रकारले यसको ज्ञान हस्तान्तरण गरौँ भन्ने प्रयोजनबाट पनि आवश्यक छ नि त। हजुर, एकदम होइन। हाम्रो भान्सामा पाक्ने खानेकुरा दाल चामल चाहिँ कहाँबाट आइरहेछ त, त्यसको मुख्य स्रोत चाहिँ कहाँ हो? हामीले एक सितालाई पनि सम्मान गर्नुपर्छ भन्ने कुरा चाहिँ यहाँबाट सिकोस् भनेर हामी युवा वर्ग र साथसाथै आउने युवा वर्ग पिँढीहरूलाई चाहिँ थाहा होस् भन्ने उद्देश्यले चाहिँ आजको यो रोपाई कार्यक्रम। कुन समूहले आयोजना गरे हो? आज यो चाहिँ हाम्रो प्रथा इभेन्ट्सले आयोजना गरेको रोपाई कार्यक्रम भनेर विगत योभन्दा अघिल्लो वर्ष पनि हामीले गरेका थियौँ। साथसाथै अब यो चिजलाई चाहिँ निरन्तर दिइरहन सकौँ भन्ने आशमा छौँ। तापनि अब बढ्दो यो शहरीकरणले गर्दाखेरि चाहिँ सायदै अब यसरी जग्गा भेट्न चाहिँ सायदै अलिकति मुस्किलै होला जस्तो लाग्छ। यहाँको परिचय दिनु। मेरो नाम चाहिँ अनिजन थापा, म चाहिँ प्रथा इभेन्ट्सको फाउन्डर पनि हो। विगत केही समयदेखि यस्तै कल्चरल चिजलाई नै, सांस्कृतिक चिजहरूलाई नै अलिकति प्रोत्साहन दिउँ भनेर यस्तै कामहरूलाई चाहिँ अलिकति बढी नै प्रोत्साहन दिइरहेको छु। अब यसरी नै अरू कार्यक्रमहरू पनि गर्दै पाऊँ भन्ने सोचाइ छ। हस्, तपाईँहरूकोमा आउन पाइयो, यो समारोहमा सहभागी हुन सक्यो। यहाँ उपमेयर साहब पनि आउनु भएको छ। नमस्कार हजुर, नमस्कार। तपाईँ पनि यहाँ यो उत्सवलाई, यो महोत्सवलाई हौसला प्रदान गर्नलाई होइन आउनु भएको छ। यहाँलाई पनि शुभकामना, शुभेच्छा। धन्यवाद। तपाईँको पालाको रोपाई र अहिलेको पालाको रोपाईमा केही स्मरण, केही तुलना छ? रोपाई त अब अहिले त लोप हुँदै जान थालिसक्यो। हाम्रो पालामा हामी बच्चा हुँदा हामी बच्चा हुँदा बेलामा चाहिँ जुन एउटा रोपाईलाई एउटा हौसलाका साथ, जस्तो आज असार 14 गते भयो, असार 15 गते चाहिँ एकदमै पुरै चाहिँ बाजा गाजा सहितको एउटा एक्साइटमेन्ट सहितको जुन चाहिँ रोपाईहरू हुन्थ्यो पहिला गाउँघरमा। म चाहिँ धादिङमा जन्मेको मान्छे। त्यो रोपाई र अहिलेको रोपाईमा अलिक फरक त छँदैछ। अब अहिलेको केटाकेटीलाई त रोपाई भन्ने कुरा के हो भन्ने पनि थाहा छैन, चामल कहाँबाट आउँछ भन्ने कुरा पनि थाहा छैन। यो टाइममा भइसक्यो चाहिँ यो समय चेन्ज हुँदै जाँदा चाहिँ यो भइसक्यो। जस्तै यही तारकेश्वर नगरपालिकामा पनि जति बेला म बिहे गरेर आउँदा बेलामा चाहिँ यहाँ प्रशस्त रूपमा खेतीयोग्य जमिनहरू जुन चाहिँ रोपाई गर्ने, मकैहरू लगाउने, सिजनमा गहुँहरू लगाउने, यसको आफ्नो सिजनमा खेतीबाली गर्ने चलन थियो। अहिले त सबै कङ्क्रिटको खेती भइसक्यो, जम्मै घरहरूमा चाहिँ परिणत भइसक्यो र यो चाहिँ अहिले खेतीयोग्य जमिनको अवस्था नै कम भइसक्यो। अर्को कुरा चाहिँ यो मल जलको कारण, रासायनिक मल, अब यो प्राकृतिक कुराहरू पनि बेलामा समयमा पानी नपर्ने, मलहरूको कारण, विभिजनका कारणले गर्दा पनि यो कुराहरूमा चाहिँ मान्छेको निराशा छाउँदै गएको छ। यो जुन चाहिँ यो हाम्रो सम्पदा, यो परम्परालाई जोगाउने कुराहरूमा जुन चाहिँ भाइहरूले एउटा चाहिँ यो पर्व भन्ने उनीहरूको संस्थाले अर्गनाइज गरेर यो एउटा इभेन्ट सहितको हाम्रो संस्कृति, हाम्रो परम्परालाई जोगाउनुपर्छ र यो हामीले खाने हरेक चिज चाहिँ खेतबाट उत्पादन हुने हो भन्ने हिसाबले जुन कार्यक्रम गरेको छ, यिनीहरू उहाँहरूको टिमलाई एकदम धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र यो संस्कृति सँगसँगै यो जोगाउनु पर्ने धेरै कुराहरू छ। अब खेती तारकेश्वर नगरपालिकाको एउटा चाहिँ भूगोलको कुरा गर्ने हो भने हाम्रो यो 1 नम्बर, 2 नम्बर, 3 नम्बर, 5 को आधा भूभाग, 6, 7 भनेको त खेतीयोग्य जमिन प्रशस्त भएको ठाउँ पनि हो। तर पनि अब अहिले खेती गर्नलाई प्राय खेती नगर्ने, भाडामा दिने, विभिन्न खालको चाहिँ इन्डस्ट्रीहरूलाई दिने चाहिँ यो प्रचलन बढ्दै आएको छ। एटलिस्ट एज अ सम अप होइन, कमसेकम हामीले यो चाहिँ यो असार 15
यो चाहिँ धान दिवसलाई जगेर्ना गर्न सकेनौँ भने हामीभन्दा पछाडिको पिँढीहरूले धान दिवस भनेको चाहिँ किताबको पानामा मात्रै सीमित हुन्छ भन्ने हिसाबले पनि यो कार्यक्रम अर्गनाइज गरेको हो। यो आयोजक टिमलाई पनि धन्यवाद दिन चाहन्छु, किनभने नगरपालिकाले पनि गर्दै आएको कार्यक्रम हो, तर उहाँहरूले पनि आफै आफ्नो संस्थाले जुन चाहिँ धान दिवसलाई प्रमोट गर्नुपर्छ, एउटा टिनेजरहरूलाई चाहिँ धान दिवस भने यो हो है, यसरी जानुपर्छ, खेतमा यसरी हिँड्नुपर्छ भनेर एउटा जुन चाहिँ उत्साहका साथै त यहाँनिर जुन धिमे बाजाहरू तपाईँले देख्नुभयो, लाखे डान्सहरू देख्नुभयो, यो हाम्रो कला संस्कृतिलाई प्रमोट गर्ने कुरा पनि हो, सम्पदालाई चाहिँ जगेर्ना गर्ने कुरा पनि हो भन्ने कुराहरू चाहिँ भन्न चाहन्छु। हस्, तपाईँ पनि यो हौसला बढाउन प्रोत्साहित गर्न आउनु भएको छ, केही संयोगले तपाईँसँग भेट भयो, यहाँलाई पनि शुभकामना। थ्याङ्क यू सो मच। हामीले राष्ट्रिय धान दिवसको सन्दर्भ पारेर यहाँ कुराकानी गऱ्यौँ उपमेयरज्यूसँग पनि, र धानसँग सम्बन्धित विभिन्न पक्षका विषयमा चक्कुरेटसँग पनि फोटो खिच्ने चर्चा गर्नुभएको छ। नमस्कार हजुर, नमस्कार। हस् हजुर, हस्, टिको म एकछिनमा लाउँछु हजुर, म एकछिनमा कुरा। हस् 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 हस्, यो जमरा चाहिँ यसको होइन हजुर? हस् हजुर, हस्। सम्पूर्ण उपस्थित महानुभावहरू हामी अब यता धिमे बाजातिर जान्छौँ। हामी तारकेश्वर नगरपालिकाको यो काभ्रेस्थलीमा यो धान दिवसकै सन्दर्भ पारेर आयौँ। आएको बेलामा धानका कुरा, नेपालका समस्यादेखि लिएर यो उत्सव महोत्सवमा पनि सहभागी हुने सुअवसर प्राप्त भयो। छायाकार सहयात्री नवराज अधिकारी, त्यसै गरी यहाँसम्म ल्याउन सहजता प्रदान गर्ने हुने श्रीकृष्ण अधिकारीप्रति आभार व्यक्त गर्दै अहिलेलाई हामी यो राष्ट्रिय धान दिवस विशेष कार्यक्रमबाट बिदा चाहन्छौँ। नमस्कार।